यो नानी के भएको यस्तो नानी तिमी अहिले पढ्ने बेलामा तिमी यस्तो बिग्रेटहरू बोक्दै हिँड्छौ अब कस्तो इङ्ग्लिस बोल्ने बिग्रेट वाला पो रहेछ त हौ नानी पो हेलो गाइज आज चाहिँ हामी क्रिसमसको भोलिपल्टबाट फिसिङ जाँदैछु अहिले बनाउँछु त्यो भेना कतिको एक्साइटेड हुनुहुन्छ भेना त्यो डल्लै लाने हेऱ्यो त्यो पानी उयो गर्ने हेऱ्यो नि त भेना एक्साइटेड प्रतिभा आर यु एक्साइटेड फर फिसिङ नो बी सो बोरिङ लेडी शी इज भेरी एक्साइटेड हामी चाहिँ गोइङ फर्स्ट टाइम वी आर गोइङ हो फर फिसिङ यहाँ चाहिँ भेना र दिदी यहाँ चाहिँ म हामी चाहिँ आज खोला जाँदैछु हो भेना चाहिँ हेर्नु है म चाहिँ बेलुका बोकिरहेको छु यहाँ चाहिँ प्रतिभा दिदी आउँदैछ बिना हेलो गर हेलो गर्न प्रतिभा दिदी चाहिँ पुरा सनस्क्रिन लगाएर हिँड्दैछ हामी चाहिँ आज गएको हामी चाहिँ आज जाँदैछु खोला साइड यो चाहिँ हो तपाईँको तिराना हेलो भन्दै थियो चुना यहाँ त्यो बाजेले अन्त अघि भनेको हुन्थेन नि त हामी जाँदैछौँ यहाँनिर खोलामा हो हेर्नु नि हेर्नुमा आम्मा नुमा त झन् बेलचा बोकेर भगवान् फिसिङ गर्नु गएको अरे हो गाइस बाउ पोका छोरी बेलचा हो आमा पानी हो अभि अर्को झन् फरुवा रहेछ यहाँ झन् फरुवा रहेछ होइन यहाँ बिना झन् पराल फाइनली हामी चाहिँ खोला आइपुग्यो खोला त सानो छ त अन्त